बालेनको लागि ज्यान दिन पनि तयार छु हैन। बालेन एकमात्र यस्तो नेता हो जो 26 वर्ष हैन 26 वर्षका पनि प्रधानमन्त्री आए हैन। 36 वर्षका बालेन, तर बालेन जस्तो मान्छे एक्टिभिटी भएको मान्छे चाहिँ कोही पनि छैन होला जस्तो लाग्छ मलाई। तपाईँ केपी शर्मा ओलीको लागि ज्यान दिन्छु भन्ने मान्छे 360 मा कसरी घुम्नुभयो, टर्न गर्नुभयो, बालेनको लागि ज्यान दिन्छु भन्नुहुन्छ? यस्तो हो कि अब घुमिएको भन्दा पनि मान्छेको काम हेरिन्छ नि त, कामले मान्छे आकर्षित हुन्छ नि त। बालेनको काम जुन न्यायालय प्रति बालेनलाई हेर्नु न, अब सुकुम्बासीमा डोजर नचला भनेर सर्वोच्चले आदेश दियो, टेर्दैन हैन। अनि तपाईँको यो विद्यार्थी सङ्घको यो ट्रेड युनियन खारेज गर्ने भनेर उसले सबै खारेज गर्ने भने सर्वोच्चले खारेज नगर्ने टेर्दैन। हाम्रो त न्यायालय भन्दा पनि त ठुलो त हाम्रो त के भन्छ प्रधानमन्त्री अब बालेन लाग्यो त मलाई मात्रै होइन, हाम्रो 3 करोड चेलीहरूलाई चाहिँ बालेन ठिक लाग्यो कि सर्वोच्च भन्दा ठुलो रहेछ नि त बालेन त। भनेको त्यो सुकुम्बासीमा जसरी डोजर चलाउनु भयो त्यो राम्रो भन्ने हो? होइन, सुकुम्बासीमा जुन डोजर चलाएको छ त्यो धेरै राम्रो कुरो हो त, एकदम राम्रो कुरो हो। सबै कुरा उसले मिलाएर लिएर जान्छ नि त, सबै मिलाएर लिएर जान्छ। थाल ठटाएर सुकुम्बासीहरू आन्दोलन गरिरहेको छ। थाल ठटाएको होइन, त्यो हुकुमबासी हो नि, थाल ठटाउनेहरू हुकुमबासी हुन् क्या। त्यो सुकुम्बासी होइन? होइन, सुकुम्बासी हुँदै होइन जस्तो लाग्छ मलाई। अनि फेरि विद्यार्थी दलहरू पनि खारेज गर्ने जसरी कदम चाल्नुभयो, यद्यपि सर्वोच्चले त्यसलाई मानेन होइन, त्यो पनि उहाँले सही कदम चाल्नु भएको थियो? उहाँले पनि त्यो कदम सही चाल्नु हो। अब एउटा पढ्ने ठाउँमा राजनीति हुनु भएन होइन, पढ्न जाने हो, त्यहाँ डाक्टर बन्न जाने हो, इन्जिनियर बन्न जाने हो होइन, पाइलट बन्न जाने हो, राजनीति गर्न जाने केन्द्र होइन नि त त्यो।